नमस्कार साथीहरू। नेपालको पूर्वी तराई सुनसरी जिल्लाको घना जङ्गलको बीचमा जहाँ प्रकृतिको शान्ति, आध्यात्मिक ऊर्जा र हजारौँ वर्षको आस्था एकैसाथ अनुभव हुन्छ, त्यहाँ अवस्थित छ रामधुनी मन्दिर। आजको भिडियोमा हामी जान्नेछौँ यस मन्दिरको इतिहास, पौराणिक कथा, रहस्य, धार्मिक महत्त्व र पर्यटन सम्भावना। नेपालको कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्लामा रहेको यो पवित्र स्थल इनरबाट करिब 11 किलोमिटर उत्तर पश्चिम, झुम्का बजारबाट लगभग 7 किलोमिटर पश्चिम र प्रकाशपुर बजारबाट 2 किलोमिटर पूर्वमा अवस्थित छ। यो मन्दिर सुनसरी खोलाको पूर्वी किनारमा घना जङ्गलले घेरिएको शान्त क्षेत्रमा रहेको छ। यहाँ पुग्दा चराहरूको आवाज, शुद्ध हावा, प्राकृतिक शान्त वातावरण र आध्यात्मिक ऊर्जा एकैसाथ अनुभव गर्न सकिन्छ। यो धार्मिक स्थल मात्र नभई ध्यान र आध्यात्मिक साधनाका लागि पनि उपयुक्त मानिन्छ। पौराणिक कथाअनुसार त्रेतायुगमा भगवान राम, माता सीता र लक्ष्मण 14 वर्षको वनवासको क्रममा यस क्षेत्रमा आएका थिए। वनवासका दौरान उनीहरूले यही स्थानमा विश्राम गरेका थिए र रात बिताउन धुनी बालेर तपस्या गरेका थिए। त्यही धुनीको आगो आजसम्म अखण्ड रूपमा बलिरहेको विश्वास गरिन्छ। यसलाई अखण्ड धुनी भनिन्छ। यहाँ आउने भक्तजनहरू धुनीको पवित्र खरानीलाई विभूतको रूपमा निधारमा लगाउँछन्। यसो गर्दा आफ्नो मनोकामना पूरा हुने विश्वास छ। रामधुनी मन्दिरको सबैभन्दा विशेष पक्ष के हो भने यहाँ मूर्तिको सट्टा आगोलाई नै भगवानको रूपमा पूजा गरिन्छ। धुनी मन्दिरभित्र निरन्तर बलिरहेको पवित्र आगो सनातन धर्ममा अग्नि तत्त्वको प्रतीक हो। अग्निलाई शुद्धताको प्रतीक, साक्षी देवता र ऊर्जाको स्रोत मानिन्छ। धुनीमा घिउ, काठ र हवन सामग्री चढाइन्छ। यो पूजाविधि वैदिक परम्परासँग सम्बन्धित छ। रामधुनी केवल एउटा मन्दिर होइन, यो विशाल धार्मिक परिसर हो। यहाँ रहेका प्रमुख स्थलहरूमा धुनी मन्दिर, दरबार मन्दिर, कमण्डलु कुण्ड अर्थात् सीता कुण्ड, रामको रथको पाङ्ग्रा, खराउ, ऐतिहासिक इनार, गौशाला र शिव परिवार मन्दिर छन्। कमण्डलु कुण्डको पानीलाई पवित्र मानिन्छ र भक्तजनहरू स्नान तथा पूजा गर्छन्। स्थानीय जनश्रुति अनुसार हजारौँ वर्षअघि वनखण्डी बाबाले यहाँ कठोर तपस्या गरेका थिए। उनले यही स्थानमा धुनी जगाएर दीर्घकाल ध्यान गरे। उनको साधना र आध्यात्मिक शक्तिले यस क्षेत्रलाई प्रमुख धार्मिक केन्द्रको रूपमा स्थापित गर्यो। आज पनि यहाँ बाल ब्रह्मचारी पुजारी रहने परम्परा कायमै छ। यो परम्पराले तपस्या र संयमको जीवनशैली झल्काउँछ। रामधुनी मन्दिरको विशेष धार्मिक सम्बन्ध धरानस्थित पिण्डेश्वर महादेव मन्दिरसँग रहेको विश्वास गरिन्छ। कथाअनुसार यी दुई स्थल आध्यात्मिक रूपमा जोडिएका छन्। पूर्वी नेपालको धार्मिक यात्रामा यी दुवै स्थल महत्त्वपूर्ण मानिन्छन्। यहाँ वर्षभरि भक्तजनको आगमन भइरहन्छ र विशेष रूपमा रामनवमी, बाला चतुर्दशी, विवाह पञ्चमी र शिवरात्रिमा मेला लाग्ने गर्दछ। यी अवसरहरूमा नेपाल र भारतबाट हजारौँ भक्तजनहरू आउने गर्दछन्। मेला अवधिमा भजन कीर्तन, हवन, धार्मिक अनुष्ठान र सामूहिक पूजा हुन्छ। नेपाल सरकारले यस क्षेत्रलाई धार्मिक पर्यटन केन्द्रको रूपमा विकास गर्ने र रामायण सर्किटमा जोड्ने प्रयास भइरहेको सुन्नमा आएको छ, जसले नेपाल भारत धार्मिक पर्यटनलाई मजबुत बनाउने अपेक्षा गरिएको छ। यदि यस्तो भएमा यसले स्थानीय अर्थतन्त्र, रोजगार र पर्यटन विकासमा ठूलो योगदान दिनेछ। रामधुनी मन्दिरमा पुग्दा मानिसले अनुभव गर्छन् मनको शान्ति, आस्थाको शक्ति र आध्यात्मिक ऊर्जा। जङ्गलको शान्त वातावरणमा बलिरहेको अखण्ड ध्वनिले हामीलाई एउटै सन्देश दिन्छ, विश्वास र भक्ति कहिले समाप्त हुँदैन। रामधुनी मन्दिर केवल एउटा धार्मिक स्थल होइन, यो आस्था, इतिहास, प्रकृति र तपस्याको सङ्गम हो। यदि तपाईँ नेपालका पवित्र तीर्थस्थलको खोजीमा हुनुहुन्छ भने यो तीर्थस्थल अवश्य एकपटक भ्रमण गर्नुहोला। आस्था कहिले निभ्दैन। तपाईहरुलाई यो भिडियो मन पर्यो भने लाइक गर्नुहोला, सल्लाह सुझावको लागि कमेन्ट गर्नुहोला र साथीहरु माझ पनि यो सन्देश पुगोस् भन्ने लाग्छ भने शेयर गरेर सहयोग गरिदिनु होला। आफ्नो अमूल्य समय निकालेर यो भिडियो हेरिदिनु भयो, त्यसको लागि तपाईहरु सबैलाई हार्दिक धन्यवाद। यस्तै जानकारीमूलक अर्को भिडियोमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलको लागि बिदा दिनुहोस्। नमस्कार।